तपाईँ आफ्नो अनुहार हेरेर अनि परिवारको पहिरनहरू, लुगाहरू, अनुहारहरू हेरेर कताको मान्छे लागिरहेको? ओके, ल आफ्नो बुवालाई हेर्नुहोस् त। हजुर, यो जन्मको ठुलो बुवा। हस्बेन्डलाई हेर्नुहोस्। अहिलेकै हस्बेन्ड हुनुहुन्छ। अहिलेकै हस्बेन्ड हुनुहुन्छ। ओके ओके, भेरी नाइस। ओके, छोरालाई हेर्नुहोस् त राम्ररी, छोराको आँखामा हेर्नुहोस् त। हजुर। छोरा कोही हुनुहुन्छ यो लाइफमा भनेर गर्नुहोस् त। यही छोरा छ। अहिलेकै छोरा छ। हजुर। ओके, भेरी नाइस। ल अलि अझै पछि गएर हेर्नुहोस् त, मर्ने बेलासम्म हेर्नुहोस् त। जब शरीरबाट बिदा लिने बेला भयो त्यो अवस्था कस्तो छ, कति वर्षको उमेरमा शरीर छुटिरहेछ हेर्नुहोस् त। अन्तिममा चाहिँ नेपालको माया लागिरहेछ, इन्डियामा छ नि त। शरीर छुट्ने बेला को छ तपाईँको वरिपरि? पुरै बाल्यकालदेखि बुढेसकालसम्म 75 वर्षको उमेरमा शरीर छुटिरहेछ। पुरै जीवनको समरी के छ? अब अलिक पछि गएर हेर्नुहोस् त, शरीरबाट बाहिर निस्केर कतिको के फिल भइरहेछ। मुभ फरवर्ड। जल्दै गरेको शरीरलाई देख्नुहुन्छ? देखेँ। कस्तो फिल भइरहेछ त्यति बेला? कि जुन शरीरमा बाल्यकालदेखि बुढेसकालसम्म बाँच्नुभयो त्यो शरीर तपाईँको जलिरहेछ र तपाईँ बाहिरबाट देखिराख्नु भएको छ र तपाईँ जिउँदै हुनुहुन्छ। कस्तो फिल भइरहेछ? एउटा जोगी आएर जाम यहाँ बस्ने होइन भन्नुभयो। ओके, शरीरको कलर कस्तो छ तपाईँको हेर्नुहोस् त। व्हाइट। व्हाइट। ओके। कृष्णपुरी भन्दो रहेछ, कृष्ण भगवान भएको ठाउँमा पुग्यो। राधा कृष्ण सबैजना मस्त झुमिरहेछन्। ओके। हजुर, मस्त मस्त। नजिक जानुहोस् त, राधा कृष्णलाई हेरिराख्नु भएको छ? हजुर। हेर्न सक्नुहुन्छ राधा कृष्णलाई? चकिरहेको छु। सेतो ड्रेस। सेतो ड्रेसमा छ। हजुर। ओके, अनि कालो ड्रेस, त्यो सिङ निस्केको त्यस्तो नराम्रो देखिने त्यस्तो केही छैन? छैन। हजुर। भनेपछि जसले नराम्रो कर्म गरेछ त्यसलाई माफी हुँदैन? हुँदैन, हुँदैन। र जसले राम्रो कर्म गरेको छ त्यसलाई त्यहाँ राम्रो हुन्छ? राम्रो। लगभग कति वेटिङ पछि तपाईँले फेरि गर्भ पाउनुभयो फाइनली हेर्नुहोस् त। यो जीवनमा पनि अझै अगाडि हेर्नुहोस् त, अहिलेको तपाईँको आफ्नो यही जीवनको पनि फ्युचर हेर्न सक्नुहुन्छ तपाईँ। अब छोरीलाई गुमाउनु भयो छोरीको रूपमा, तर त्यही छोरीलाई फेरि नातिनीको रूपमा पाउनुभयो। मतलब कहीँ न कहीँ अधुरो इच्छा पुरा हुँदो रहेछ यो संसारमा। हजुर। कस्तो ठाउँ देखिन्छ? तराई पनि छैन, पहाड पनि छैन। ओके, यस्तो बिचको ठाउँ छ। बिचको ठाउँ देखिरहेछ। मध्य पहाड जस्तो, मध्य तराई मध्य पहाड त्यस्तो अलि बिचको ठाउँ देखिरहेछ। ओके, माटोको घर छ काठको? कस्तो घर छ? सेतो कमेरोले पोतेको छ। ओके, भेरी नाइस, भेरी नाइस। माथि चाहिँ ढुङ्गाले। माथि ढुङ्गाले छानो। हजुर। ओके ओके, भेरी नाइस। हेर्नुहोस् त, यो घरको भित्र जानुहोस् त। हजुर। हेर्नुहोस् त को हुनुहुन्छ घरमा? यता उता बसिरहेछन्, कोही अगेनामा। ओके। कोही भान्सामा पकाउँदै। धेरैजना हुनुहुन्छ घरमा? हजुर। ओके ओके, यसमा हेर्नुहोस् त, तपाईँ आफ्नो आमालाई, तपाईँको आमा बुवा भाइ बहिनी को छ त्यहाँ हेर्नुहोस् त। भाइलाई देखेँ, यो जन्मको भाइलाई, यो जन्मको ठुलो बुवालाई पनि देखेँ, ठुलो आमा पनि देखेँ। ओके, तपाईँ आफूलाई कुन रूपमा देख्नुहुन्छ हेर्नुहोस् त। तपाईँ मेल हुनुहुन्छ, फिमेल हुनुहुन्छ, कति उमेर छ तपाईँको हेर्नुहोस् त। म फिमेल छु। ओके। हजुर, भाइभन्दा ठुलो छु। म त्यस्तै 9 वर्ष जस्तो छु, अनि भाइ छ मेरो 7 वर्ष जस्तो। ओके, कस्तो लुगाहरू लगाउनु भएको छ हेर्नुहोस् त। फ्रक लगाएको छु। फ्रक लगाउनु भएको छ। ओके, यो गाउँको परिवेश छ है, गाउँको घर। हजुर। त्यस्तो टाइपको वातावरण छ। ओके, तपाईँ आफ्नो अनुहार हेरेर अनि परिवारको पहिरनहरू, लुगाहरू, अनुहारहरू हेरेर कताको मान्छे लागिरहेछ? नेपालको, विदेशको? नेपाली नै लागिरहेछ। ओके। हजुर, सुदूरपश्चिमतिरै देखिरहेको छु। सुदूरपश्चिमतिर नै देखिराख्नु भएको छ। ओके, भेरी नाइस। ल आफ्नो मम्मीलाई हेर्ने प्रयास गर्नुहोस् त। आमा छ कि छैन तपाईँको घरमा? आमा हुनुहुन्छ, तर यो जन्मको चाहिँ ठुली आमा। ओके, आफ्नो बुवालाई हेर्नुहोस् त। हजुर, यो जन्मको ठुलो बुवा। यो जन्मको ठुलो बुवा। अनि जुन भाइ हुनुहुन्छ तपाईँको, जुन भाइ छ यही जन्मको भाइ। यो जीवनमा पनि त्यो भाइ नै छ? हजुर। ओके ओके,
भेरी नाइस ल आफूलाई 14-15 वर्षको उमेरमा हेर्नुहोस् त बिहा भइसकेको छ अर्को गाउँमा बिहे भइसकेको छ ओके कति वर्षको उमेरमा बिहे भयो तपाईँको र 11 वर्षको उमेरमा नै बिहे भयो ओके भेरी नाइस बिहे हुँदा कतिको होस छ तपाईँलाई कतिको थाहा छ कि मेरो बिहे भइरहेछ के छ कस्तो छ त्यहाँ अरूको पनि हुन्छ त्यस्तै अब रमाइलो छ किनभने सबैको हुन्छ नि त होइन ल ओके बिहेमा के कुरा तपाईँलाई मन पर्यो बिहामा त डोलीमा बोकेर लान्छ त्यो चाहिँ रमाइलो लाग्यो हस्बेन्डलाई हेर्नुहोस् त उहाँको एज कति छ उहाँको कति वर्षको 15 वर्ष जस्तो ओके तपाईँको उमेर 11 वर्ष अनि हस्बेन्डको उमेर 15 वर्ष हजुर हस्बेन्डलाई राम्ररी हेर्नुहोस् त अहिलेकै हस्बेन्ड हुनुहुन्छ ओके ओके भेरी नाइस अनि त्यसपछि कस्तो भयो हस्बेन्डको घरमा तपाईँको बसाइ त्यहाँको जीवन कसरी चलिरहेछ त्यसलाई हेर्ने प्रयास गर्नुहोस् त सबैजनाले माया नै गरिरहेछन् अनि खेतीपाती छ ओके खेतीपातीको काम छ ठुलो परिवार छ त्यहाँ कतिको सहज भइरहेछ कि गाह्रो भइरहेछ सुरुमा सहज छ सबैले माया गरिरहेछन् हो सबैले माया गरेपछि त सहज भइहाल्छ स्वाभाविक हजुर भेरी नाइस ल अझै अगाडि हेर्दै जानुहोस् त जब तपाईँ 15-16 वर्षको उमेरमा जानुभयो के भइरहेछ लाइफमा मुभ फरवर्ड अब चाहिँ माइती जाने कम्पिटिसन अब जेठानी देउरानीमा हुन्छ नि यस तपाईँ कुन मतलब भाइको वाइफ जस्तो कि कति भाइ छ तपाईँको हस्बेन्ड 4 जना देखाएको छु 4 जना ओके तपाईँ कान्छो जेठो कुन म माइलो देखिरहेको छु आफूलाई ओके अनि सबैमा कम्पिटिसन ल अनि अब सबैले त्यतिकै माया गरिरहेछ कि अलिक कम गरिरहेछ सुरुमा त गर्यो अब त गर्दैन अब त रिस गर्न थाल्यो अनि कतिको अप्ठ्यारो फिल भइरहेछ त्यो कुराहरूले रिस उठ्छ मलाई माइती जान नदियो भने रिस उठ्छ तर भन्न सक्दिनँ भन्न सक्नुहुन्न झगडा हुन्छ भने सकिँदैन 3-4 वर्ष पछि गएर हेर्नुहोस् त कस्तो लाइफ चलिरहेछ बच्चा छोरी जन्मेको छ भेरी नाइस कति वर्षको उमेरमा छोरी पाउनु भयो 18 वर्ष ओके हस्बेन्ड के काम गर्नुहुन्छ खेतीपातीकै काम गर्नुहुन्छ कि बाहिर बस्नुहुन्छ कि गाउँमै घरमै बस्नुहुन्छ घरमै खेतीपाती अनि घाँस काट्ने गाई भैँसी हेर्ने त्यस्तै कामहरू ओके भेरी नाइस ल हामी अझै पछि गएर हेरिरहेछौँ जस्तो कि तपाईँको 25-30 वर्षको उमेरमा हेर्नुहोस् गएर कस्तो चाहिँ लाइफ चलिरहेछ मिलेरै बसिरहेछन् मिलेरै काम गरिरहेछन् त्यस्तो त छैन ओके तपाईँको बुढाबुढीको सम्बन्ध कस्तो छ राम्रो छ हजुर ल हामी अझै पछि गएर हेरिरहेछौँ अब अर्को सन्तान भयो हजुर अर्को पनि छोरी भयो अर्को पनि हजुर छोरी भयो ओके हजुर ल अब कस्तो माहौल छ फ्यामिलीमा छोरी भयो भनेर त रिसाउँछन् ओके छोराको रहर छ सबैलाई तर छोरी भयो त्यो कारणले अलिकति फ्यामिलीमा त्यति खुसी छैन कोही श्रीमान पनि दुखी हुनुहुन्छ ल अलि पछि गएर हेर्नुहोस् त कस्तो चलिरहेछ लाइफ के भइरहेछ मुभ फरवर्ड तेस्रो बच्चा पाउनुभयो के पाउनुभयो तेस्रो चाहिँ छोरा जन्मेको छ भेरी नाइस तेस्रो बच्चा चाहिँ छोरा पाउनु भएको छ अब कतिको खुसी हुनुहुन्छ कतिको फ्यामिली खुसी हुनुहुन्छ हेर्नुहोस् छोरा पाएपछि अब माया गर्छन् हेला गर्दैनन् यस्तै त फिल भयो हजुर यस मतलब आफ्नो छोरा छोरी त आफ्नो हातमा छैन नि त होइन छोरीलाई पनि माया गर्नुपर्छ छोरालाई पनि माया गर्नुपर्छ जे भयो नि माया गर्नुपर्छ र अहिले जे छ त्यसमा चित्त बुझाउनुपर्छ पछि राम्रो समय पनि आउँछ होइन यो लेसनको साथ हामी अझै अगाडि बढिरहेछौँ जेठानी देउरानी झगडा गरेर बसिसक्नु भएको छैन घरमा बस्ने यस्तो वातावरण छैन
अनि गाह्रो भयो तपाईँलाई कि ठिकै छ नबोली पनि केही फरक पर्दैन? गाह्रो भएको छ मलाई त त्यो ठाउँ छोडेर जाउँ जाउँ जस्तो भएको छ। अलि पछि गएर हेर्नुहोस् त हस्बेन्ड कति बेला आउनुभयो, कहिले आउनुभयो? मुभ फरवर्ड। हस्बेन्ड त आउनु भएन। ओके बरु जाने मान्छेहरूसँग चाहिँ म पनि जान्छु, तिनटै बच्चा लिएर उतै पढाउँछु भनेर म चाहिँ इन्डिया जान खोजिरहेको छु। ओके फाइनली हेर्नु त जानुभयो कि जानु भएन? मुभ 1 2 3 एन्ड गएँ इन्डियाको कुन ठाउँ जानुभयो हेर्नुहोस् त? खै सुरत यस्तो के भन्छ। सुरत। हजुर ओके सुरत भन्ने ठाउँमा पुग्नुभयो? हजुर गुजरातको सुरत। हजुर ओके ओके त्यहाँ कस्तो वातावरण छ, कस्तो ठाउँ छ? ठाउँ त ठिकै छ, तर उहाँको अब काम चौकीदारको काम छ, पढ्नु भएको छैन नि। ओके अनि सानो बस्ने ठाउँ छ। अब कस्तो छ? राम्रो छ, खुसी हुनुहुन्छ? हस्बेन्ड बच्चा सबैजना आफ्नै कमाउने खाने? अन्त खुसी छु। खुसी हुनुहुन्छ? हजुर सानो ठाउँ भए पनि खुसी हुनुहुन्छ? ओके बुढो कति खुसी हुनुहुन्छ? उहाँ पनि बच्चासँग रमाउनुहुन्छ। भेरी नाइस। हेर्नुहोस् त 7 वर्षपछि इन्डियातिरै हुनुहुन्छ, अघि फर्केर आउनुभयो। त्यतै छौँ, छोरी कलेज पढ्दै अनि बाबु चाहिँ स्कुल पढ्दै। 4-5 वर्ष अझै पछि गएर हेर्नुहोस् त छोरीको बिहे भयो, के भयो, कस्तो भयो, लाइफ कसरी अगाडि बढिरहेछ? मुभ फरवर्ड। छोरीले अब बिहा गर्ने कुरा त छ, बिहा भएको छैन। ओके केटा हामी आफै खोजिदिँदैछौँ। ओके अलि पछि तपाईँको उमेर जब 45-50 वर्षको भयो त्यति बेला गएर हेर्नुहोस् त कस्तो चलिरहेछ लाइफमा? दुईटै छोरीको बिहे भइसकेको छ। भेरी नाइस भेरी नाइस। हामी अझै पछि गएर हेरिरहेछौँ। मुभ फरवर्ड। अलि बुढेसकालमा गएर आफूलाई हेर्नुहोस् त कस्तो भइरहेछ लाइफ? अब बुढी हुन थाल्यो, छोराले पनि जब खायो। छोराले जब गर्दैछ, तपाईँहरू बुढो हुनुभयो? बुढाबुढी। ओके अब उहाँले चाहिँ केही गर्नुभएको छैन। बुढोले केही गर्नुभएको छैन? अब हामी बुढाबुढी चाहिँ गाउँतिर आउने कुरा छ, गाउँतिर फर्किने कुरा भइरहेछ। ओके त फाइनली हेर्नुहोस् त तपाईँ दुईजना नेपाल फर्किनु भयो, आउनुभयो। आयौँ। अब उनीहरू अब आफ्नो छोराछोरीलाई राम्रो ठाउँमा पढायो, सेटल गर्यो, पैसा कमायो, हामीलाई पैसा दिएन भनेर रिसाइरहेछन्। घरमा रिसाइरहेको छ? ओके अब त घर आएको त अब हामीलाई पनि अलिअलि घर बनाउने ठाउँ देऊ भन्नुहुन्छ उहाँले। छैन नि त हाम्रो घर। उनीहरू भन्छ अनि कमाएको पैसाले किन, हामी त दिन्नौँ, त्यस्तै भनिरहेछ। अगाडि के भयो हेर्नुहोस् त केही वर्षपछि? बस्नै सकेनौँ, अब माया गर्ने कोही छैन। गाउँमा माया गर्ने कोही भएन, सबै अब माग्ने, डिमान्ड गर्ने, त्यस्तै भयो। घर बनाउन पनि सकिएन, घर बनाउन पनि ठाउँ दिएन। के गर्नुभयो फाइनली हेर्नुहोस् त? मुभ फरवर्ड। अलिक पछि गएर हेर्नुहोस् त। फेरि फर्केर छोरासँग गइहाल्यौँ हामी। फेरि जानुभयो? हजुर फर्केर फेरि त्यतै उतै सुरतमा जानुभयो? हजुर बाबु भएको ठाउँमा। बाबु भएको ठाउँमा। ओके अनि त्यहाँ गएर अब के भयो अगाडि, कसरी लाइफ पढाउनु भयो, उतैतिर बस्नुभयो? अब छोराको बिहे गर्ने, नाति नातिना खेलाउने, यतै बस्ने। हेर्नुहोस् त अगाडि बिहे भयो छोराको केही वर्षपछि। 1 2 3 एन्ड गो। हजुर भयो। ओके कुरा त धेरैतिरबाट आएको थियो, तर बाबुले उतै इन्डियन आफ्नै कम्पनीकै मालिककै छोरी मन पराएको रहेछ। मालिकलाई पनि बाबु मन पर्यो, उनीहरूले नै आफ्नो छोरी दिए। छोराको राम्रो छ। हामीलाई पनि माया गर्छन्, राम्रो रेस्पेक्ट गर्छन्। ओके छोरालाई हेर्नुहोस् त राम्ररी, छोराको आँखामा हेर्नुहोस् त। हजुर छोरा कोही हुनुहुन्छ यो लाइफमा भनेको गर्नुहोस् त। यही छोरा छ। अहिलेकै छोरा छ? हजुर ओके पहिलाको छोरा, अहिलेको छोरा। हजुर ओके दुईटा छोरी छ, त्यो छोरीलाई हेर्नुहोस् त। त्यो छोरी अहिलेको लाइफमा कोही हुनुहुन्छ? छैन, त्यो दुईटा छोरी नै फरक छ। अलि पछि गएर आफ्नो बुढेसकालमा हेर्नुहोस् त। मुभ फरवर्ड। नाति नातिना हेरेर बसिरहेको छौँ बुढाबुढी। ओके अनि नाति नातिनाहरू पनि एकदमै राम्रो छ, राम्रो छ, माया गर्छौँ। भेरी नाइस।
भेरी नाइस। ल अलि अझै पछि गएर हेर्नुहोस् त मर्ने बेलासम्म हेर्नुहोस् त जब शरीरबाट बिदा लिने बेला भयो। म त्यस्तै 75 वर्षको छु। मेरो हस्बेन्ड चाहिँ 80 वर्षको भइसक्नु भयो। अनि फाइनली अब बिदा लिने समय भएको छ भने फिल भइरहेछ। हजुर। अलि अझै पछि गएर हेर्नुहोस् त अन्तिम विचार के छ तपाईँको मृत्युभन्दा पहिला? त्यही आफ्नो मान्छे कोही छैन, आफ्नै गाउँ फर्किने अन्तिममा इच्छा थियो। अनि अब गाउँमा पनि बस्न सकेनौँ। यस, नेपालको माया लागिरहेछ, इन्डियामा छौँ नि त। शरीर छुट्ने बेला को छ तपाईँको वरिपरि? कोही छैन, छोरा बुहारी अनि श्रीमान, उहाँहरू हुनुहुन्छ? नाति नातिना यस्तै। अनि त्यहीँको छिमेकी कोही नेपालीहरू पनि छन्। ओके। पुरै जीवनको समरीलाई हेर्दा पुरै बाल्यकालदेखि बुढेसकालसम्म 75 वर्षको उमेरमा शरीर छुटिरहेछ, पुरै जीवनको समरी के छ? खाना लाउन त दुःख छैन, आफ्नो कोही भएन, फ्यामिलीसँग राम्रो भएन। यस, यसको मतलब के हो? योबाट के लेसन लिन सकिन्छ? मायाकै कमी छ। अब अलिक पछि गएर हेर्नुहोस् त शरीरबाट बाहिर निस्केर कतिको के फिल भइरहेछ मुभ फरवर्ड। शरीर छोड्यो अनि श्रीमानलाई चाहिँ धेरै पिर परेको छ। जल्दै गरेको शरीरलाई देख्नुहुन्छ? देखेँ। कस्तो फिल भइरहेछ त्यति बेला कि जुन शरीरमा बाल्यकालदेखि बुढेसकालसम्म बाँच्नुभयो त्यो शरीर तपाईँको जलिरहेछ र तपाईँ बाहिरबाट देखिराख्नु भएको छ र तपाईँ जिउँदै हुनुहुन्छ? हजुर। कस्तो फिल भइरहेछ? शरीर जलेको त पीडा छैन, आफन्तहरूको पीडा छ। सबैभन्दा धेरै श्रीमानको पीडा छ। माथिबाट आफूलाई हेर्नुहोस्, टप एङ्गलबाट अलि माथिबाट हेर्नुहोस्, पीडा तपाईँको कम हुन्छ र राम्ररी यो सिचुएसनलाई हेर्न सक्नुहुन्छ, फिल गर्न सक्नुहुन्छ। माथिबाट हेर्नुहोस् त के लेसन छ यसमा तपाईँको लागि? त्यो हस्बेन्ड त फेरि पटक पटक भेटिरहेछ त, दुईचोटि त फेरि अरू दोस्रो लाइफ पनि हेरिसक्नु भयो र यो वर्तमान जीवन तीनवटा लाइफ त हेरिसक्नु भयो। तीनवटा लाइफमा त त्यही हस्बेन्ड वाइफ, त्यही दुइटैजना त हस्बेन्ड वाइफ त हुनुहुन्छ। हजुर। फेरि त भेटिन्छ नि त। उहाँलाई दुःख नहोस् त्यो फिल भइरहेछ। कति दिनसम्म फ्यामिलीलाई हेर्नु भयो? हेरिराखेँ 15 दिनसम्म। अनि तपाईँलाई कस्तो फिल भइरहेछ सबै हेरेर? अझै यिनीहरूसँग बस्न पाए हुन्थ्यो। अनि 15 दिन पछिको यात्रा के भयो हेर्नुहोस् त। एउटा जोगी आएर जाम यहाँ बस्ने होइन भन्नुभयो। ओके, त्यो जोगी को हो वास्तवमा, चिन्नुहुन्छ? मेरो यो जन्मको बुवा जस्तो लाग्यो। ओके, अनि तपाईँ जानुभयो त? हिँड्दैछौँ। ओके, हिँड्नुहोस् त, जानुहोस् त, कहाँ गइराख्नु भएको छ उहाँसँग? सिधै पहाड छ, पहाडतिरबाट यस्तो उक्लिँदैछौँ। पहाडतिरबाट उक्लिँदै जङ्गलतिर। ओके, जानुहोस् त, कहाँ एकदमै स्पिडली जानुहोस्। मुभ फरवर्ड 1 2 3 एन्ड गो। हेर्नुहोस् त कस्तो कस्तो बाटो छ, कसरी चाहिँ गइराख्नु भएको छ? ठाडो छ बाटो त। ओके, हजुर, जङ्गल पनि छ। अझै अगाडि जानुहोस्। हजुर, हिँडिरहेछौँ। ओके, बाटोमा कस्तो फिल भइरहेछ जाँदा? कसरी गइराख्नु भएको छ? यतिकै गइराख्नु भएको छ कि केही साधन छ? होइन, हिँड्दै गइराख्नु भएको छ यतिकै, मतलब शरीर यतिकै गइरहेछ। हजुर। शरीर कस्तो फिल भइरहेछ? हल्का छ। हल्का। हजुर, हिँड्नलाई केही भारी छैन, गाह्रो छैन। केही गाह्रो छैन, भारी छैन। ओके, शरीरको कलर कस्तो छ तपाईँको हेर्नुहोस् त? व्हाइट। ओके, जानुहोस् त, कहाँसम्म पुग्नु भयो फाइनली हेर्नुहोस् त? 1 2 3 एन्ड गो। कृष्णपुरी भन्दो रहेछ, कृष्ण भगवान भएको ठाउँमा पुग्यो। कृष्ण भगवान भएको ठाउँमा पुग्नु भयो? त्यो ठाउँको नाम चाहिँ कृष्णपुरी। त्यो ठाउँको नाम कृष्णपुरी। ओके, त्यहाँ प्रवेश कसरी भयो? त्यहाँ अब जोगीले लिएर जानु पर्ने। ओके, अनि अब त्यहाँ कृष्ण भगवानको लीला भइरहेछ। ओके, सबैजना त्यहीँ बसिरहेछन्। ओके, त्यहाँ कस्तो वातावरण छ, कस्तो त्यहाँ
ठाउँ छ हेर्नुहोस् त। ठाउँ त एकदमै राम्रो छ। ओके, पुरै दिव्यधाम। दिव्यधाम छ। यो ठाउँको नाम के छ? कृष्णपुरी। कृष्णपुरी भनेर चिनिन्छ यो ठाउँलाई। हजुर। ओके ओके, के भइरहेछ यहाँ? कस्तो कस्तो व्यक्तिहरू छ? अलि राम्ररी हेर्नुहोस् त। त्यहाँ त्यस्तै भजन कीर्तन ओके भइरहेछ। अनि ओके, राधा कृष्ण सबैजना मस्त झुमिरहेछन्। ओके, हजुर, मस्त मस्त। नजिक जानुहोस् त। राधा कृष्णलाई हेरिराख्नु भएको छ? हजुर, हेर्न सक्नुहुन्छ राधा कृष्णलाई? सकिरहेको छु। ओके, जब पहिलोचोटि राधा कृष्णलाई हेर्नुभयो कस्तो फिल भइरहेछ? आनन्द आइरहेछ। आनन्द आइरहेछ। हजुर। कस्तो देख्नुहुन्छ उहाँ राधा कृष्ण? त्यस्तै ड्रेसमा कृष्ण मुरली बजाइरहेको। मुरली बजाइराख्नु भएको छ। हजुर। ओके, राधा कस्तो देखिनुहुन्छ? हाम्रो चित्रमा देखे जस्तै लाग्यो। त्यस्तै देखिरहेछ। त्यस्तै देखिरहेछ। ओके ओके, अनि त्यहाँ भजन कीर्तन भइरहेछ। राधा कृष्ण के गरिराख्नु भएको छ? उभिनु भएको छ, बस्नु भएको छ? कृष्ण बाँसुरी बजाउँदै हुनुहुन्छ। ओके, राधा चाहिँ साथमै बसिरहनु भएको छ। साथमै बसिराख्नु भएको छ। ओके ओके, त्यहाँ जाँदा तपाईँलाई केही सोध्यो कसैले? तपाईँको स्वागत भयो? के भयो? कस्तो भयो? अगाडि हेर्नुहोस् त। त्यस्तो त केही पनि भएन। गयो अनि झुकेर अब कृष्ण भगवानको तल झुकेर यसो बस्यौँ। बस्नुभयो। ओके ओके, अनि त्यहाँ कस्तो प्रकारको सोलहरू छ? कस्तो प्रकारको चेतनाहरू छ त्यहाँ? त्यहाँ त सबै आनन्दमा छ। कोही ध्यान गरिरहेछ, कोही मादल बजाइरहेछ, कोही गीत गाइरहेछ। यस्तै छ। त्यस्तै छ। आनन्द छ। धेरै व्यक्तिहरू हुनुहुन्छ कि थोरै छ? धेरै नै हुनुहुन्छ। सबै कृष्ण प्रेमी हुनुहुन्छ? हजुर। ओके ओके ओके, त्यहाँ हेर्नुहोस् त। त्यहाँको व्यक्तिहरू अब प्रेममा भक्तिमा लीन हुनुहुन्छ होइन? त्यहाँ जानुभयो तपाईँ, पहिलोचोटि कस्तो अनुभव भयो? कस्तो फिल भयो? मलाई त पहिला पनि भेटेको थिएँ, फेरि अनि आफ्नै ठाउँमा आएँ जस्तो। ओके, मतलब यही ठाउँबाट गएको थिएँ भनेर फिल भयो तपाईँले? कि पहिला पनि म यहीँ थिएँ र यहाँबाट गएँ अनि पृथ्वीमा के भन्छ शरीरमा गर्भमा गएँ कसैको, अनि जीवन बाँचेँ, अनि फेरि आफ्नै घर फर्केको जस्तो फिल भयो? त्यस्तै फिल भयो। रमाइलो फिल भइरहेछ। ओके ओके, भेरी नाइस। अलि अझै अगाडि गएर हेर्नुहोस् त। के भयो? त्यहाँ बस्न थाल्नुभयो कि कसैले केही पनि सोधेन? यो जीवनमा के गरेर आयो? पृथ्वीबाट शरीरमा के गर्यो? के हिसाब किताब भयो? राम्रो नराम्रो पाप पुण्य कसैले सोध्यो? वा पछि गएर केही हिसाब किताब भयो तपाईँको? वा कोही व्यक्ति आएर तपाईँको केही लेखाजोखा गर्यो? हेर्नुहोस् त। मुभ फरवर्ड 1 2 3 एन्ड गो। लेखाजोखा त उहाँ त्यहाँ हुँदैन रे। ओके, अन्तै जानुपर्छ लेखाजोखाको लागि, बुझ्न पर्ने छ। यहाँ चाहिँ केही दिन चाहिँ बस्छ भने छ। केही दिन यहाँ बस्ने, अनि त्यसपछि त्यो हिसाब किताब गर्नलाई अर्को ठाउँमा पठाउँछ त्यहाँबाट? हजुर। ओके, त कति दिन बस्न पाइन्छ यहाँ? कति समय यहाँ बस्न पाइन्छ? आफ्नै मर्जीले कि उहाँहरूले भन्नुहुन्छ? भन्नुहुन्छ केही दिन आराम गरेपछि पठाउनुहुन्छ। ओके, भनेपछि आफ्नो घर त फर्किनु भयो, तर यात्रा चलिरहन्छ, केही दिन आराम गर्ने? हजुर। ओके, कति समय आराम गर्नुभयो तपाईँ लगभग? हेर्नुहोस् त अगाडि। मुभ 1 2 3 एन्ड गो। 7 दिन जस्तो। ओके, 7 दिन, 1 हप्ता त्यहाँ आराम गर्नुभयो? हजुर। त्यो 1 हप्ता कस्तो बित्यो? कस्तो रह्यो तपाईँको? अति आनन्द। अति आनन्द। सबभन्दा विशेष कुरा के लाग्यो यो 1 हप्तामा? आफ्नै घरमा फर्केको त्यो फिलिङ। हजुर। मतलब यहाँको पृथ्वीबाट घर छुट्यो, त्यहाँ यो त साधारण डेरा जस्तो भयो,
तर त्यो रियल ओरिजिनल घर त्यो रहेछ आफ्नो, हजुर त्यो फिल भयो। एकदम ओके, धेरै आनन्द आयो। धेरै आनन्द आयो। जब भगवान् कृष्ण र राधालाई हेर्नुभयो, उहाँसँग समय बिताउनु भयो, कस्तो फिल भयो? पहिला पनि सँगै थियौँ, फेरि छुट्यौँ बिचमा, अनि फेरि भेट भयो जस्तो। फेरि भेट भयो। कहिलेदेखि सँगै हुनुहुन्छ राधा कृष्णसँग? यो जन्मिनुभन्दा पहिला चाहिँ सँगै थियौँ। ओके, शरीरमा आउनुभन्दा पहिला सँगै हुनुहुन्थ्यो। हजुर। ओके, यहीबाट फर्किनु भएको थियो। ओके, ल 7 दिन पछि कहाँ जानुभयो त्यो हेर्नुहोस् त। 7 दिन पछिको यात्रा, 7 दिन त्यहाँ आराम गर्नुभयो, आनन्दले बिताउनु भयो, त्यो पछि कहाँ जानुभयो हेर्नुहोस् त। मुभ फरवर्ड, 1 2 3 एन्ड गो। अब त्यसपछि फेरि धर्मपुरीमा लगेर जाँदो रहेछ। धर्मपुरीमा? हजुर। ओके, कसले लग्यो, कसैले लग्यो कि आफै जानुभयो? होइन, त्यहाँबाट फेरि अर्को मान्छेले लिएर गयो। अर्को कुनै व्यक्तिले, कुनै गाइडले लिएर जानुभयो? हजुर। ओके, त्यो ठाउँमा के भन्छ, त्यो ठाउँको नाम धर्मपुरी? हजुर। ओके, त्यहाँ कस्तो वातावरण छ, कस्तो माहौल छ हेर्नुहोस् त। अब त्यहाँ चाहिँ मेरो पाप र पुण्यको खाता हेरिँदैछ। हेरिन्छ? हजुर। ओके, त्यहाँ को छ, त्यहाँ कोही बस्ने कस्तो ठाउँ छ, कस्तो मान्छे छ, कस्तो वातावरण छ, त्यो अलिकति हेर्नुहोस् त राम्ररी। एउटा म्यानेजर जस्तो देखिन्छ क्या त्यो। ओके, उसले चाहिँ खाता पल्टाएर चेक गर्दैछ। ओके, त्यो कुन फर्ममा छ, व्यक्तिकै फर्ममा छ, कस्तो ड्रेस? मान्छेकै फर्ममा, सेतो ड्रेस। सेतो ड्रेसमा छ? हजुर। ओके, अनि कालो ड्रेस, त्यो सिङ निस्केको त्यस्तो नराम्रो देखिने त्यस्तो केही छैन? छैन। व्यवहार कस्तो गर्नुहुन्छ? राम्रै, अब खाता पल्टाएर हेर्न थाल्नु भयो। ओके, अनि के देखियो तपाईँको खातामा? कसरी देख्नुहुन्छ, मतलब खाता कस्तो छ, कागजको छ कि अर्कै प्रकारको छ? कागजकै छ। कागजकै छ? ओके, उहाँहरू आफै पल्टाउनुहुन्छ कि कुनै स्क्रिनमा देखिन्छ आफै कि कस्तो हुन्छ? होइन, उहाँहरूले नै हेरेर क्यालकुलेट गरेर भन्नुहुन्छ। अनि के भन्नुभयो त? खासै पुण्य पनि केही गरेको छैन, पाप पनि केही गरेको छैन। ओके, ठिकै छ, अब त्यही अनुसारको स्थान दिने रे। अब खातामा पुण्य पनि छैन, पाप पनि छैन, राम्रै अब नर्मल जीवन बाँचेर आएको हो भनेर भनेछ। ओके, त्यो खाता हेर्ने धेरै मान्छे छ कि एकैजना छ? एकजनाले हेर्छ। ओके, त्यो के छ, अफिस जस्तो छ, घर छ, कस्तो के छ? ठुलो भयङ्कर छ, दरबार जस्तो छ। त्यहाँ धेरै मान्छेहरू लाइनमा छ कि तपाईँ खाली हुनुभयो जब जानुभयो, एक्लै जानुभयो? छन् मान्छेहरू, अरूहरू पनि गइरहेछ त्यहाँ। ओके, ओके, अनि अगाडि गएर हेर्नुहोस् त के भयो, तपाईँले के भन्नुभयो उहाँले, अब कस्तो ठाउँ दिने, के स्थान दिने, अबको अगाडिको यात्रा उहाँहरूले भन्नुहुन्छ कि आफ्नो अनुसार चुज गर्न पाइन्छ? होइन, उहाँहरूले नै पठाउनुहुन्छ रहेछ। उहाँहरूले पठाउनुहुन्छ? ओके, त के भन्नुहुन्छ, कस्तो ठाउँमा पठाउने कुरा गर्नुभएको छ? अब चेक गर्नुहुन्छ। ओके, त्यहाँबाट कसरी अगाडि यात्रा भयो हेर्नुहोस् त, कहाँ जानुभयो, के भयो? मुभ फरवर्ड। मेरो लागि चाहिँ अब गर्व तयार हुँदैछ, वेटिङमा बस्छ भन्नु। ओके, त्यहाँ अब खाना खानुपर्छ कि पर्दैन? खाना खाएको त देखिँदैन, त्यो जरुरी पर्दैन, किनभने भौतिक शरीर छैन, सूक्ष्म शरीर छ। कस्तो प्रकारको शरीर छ तपाईँको, कस्तो देखिन्छ तपाईँको आफ्नो शरीर र अरू व्यक्तिहरूको शरीर? शरीर त मैले यस्तै देखिरहेको छु। ओके, र खानाहरूको जरुरी पर्दैन? ओके, बस्नलाई कस्तो, त्यो महलहरू छ कि यतिकै जहाँ पनि बस्न पाइन्छ? महलहरू नै छ। ओके, मिलेर बस्नुपर्छ। ओके, त तपाईँसँग मात्र यस्तो भएको हो, पाप पुण्य नभएर एउटा होल्डिङ सिचुएसनमा राखेको, अरूहरूलाई पनि त्यस्तै गरिन्छ यहाँ कि? होइन, पाप भयो भने
अर्कै लेभलमा पठाइदिँदो रहेछ। कस्तो लेभलमा अलि हेर्नुहोस् त। दुःख हुन्छ त्यहाँ। दुःख हुन्छ। कस्तो प्रकारको ठाउँमा पठाइन्छ, कस्तो प्रकारको दुःख हुन्छ हेर्नुहोस् त। त्यहाँ त म जान मिल्दैन। जान मिल्दैन, तर थाहा हुन्छ नि त, धेरै पटक आउनु भएको छ, जानु भएको छ, यो अवस्थामा फिल हुन्छ नि त। तर दुःख भएको ठाउँमा पाप गर्ने मान्छेहरू चाहिँ निराश छन्। निराश छन्, तिनीहरूलाई अनुहारलाई देखिराख्नु भएको छ। हजुर, तिनीहरूलाई पठाउँदैछ। अलि नराम्रो ठाउँमा वा भनौँ न दुःख हुने ठाउँमा पठाउँदैछ। ओके, त व्यवहार कस्तो गरिन्छ उनीहरूलाई? सहज तरिकाले नै व्यवहार गरिन्छ, नर्मलै गरिन्छ व्यवहार। हजुर, नीति नियम अनुसार जस्तो गरेर आउनु भएको छ जुन व्यक्तिले, त्यो अनुसार उहाँलाई सजाय हुन्छ हैन, सजाय पनि हुन्छ। अच्छा, भनेपछि जसले नराम्रो कर्म गरेछ त्यसलाई माफी हुँदैन, र जसले राम्रो कर्म गरेको छ त्यसलाई त्यहाँ राम्रो हुन्छ। मतलब उसको अझै राम्रो ग्रोथ हुन्छ, अझै राम्रो जीवन पाउँछ, अझै उसको चेतनाको पनि विकास हुन्छ, र जसले नराम्रो गरेछ उसले दुःख पाउँछ र उसको चाहिँ नराम्रो हुन्छ। त्यस्तो त्यहाँ देखिराख्नु भएको छ। ओके, भेरी नाइस। त जबसम्म गर्भ पाउँदैन तबसम्म त्यहाँ कति समयसम्म बस्नुभयो? लगभग कति महिना, वर्ष त्यो देख्न मिल्छ? अब गर्भमा नआएसम्म अब यहीँ बस्नु भन्ने छ। अब मैले हाम्रो चोइस हुँदैन। आफ्नो चोइस हुँदैन। उनीहरूले जहाँ बस्न दिन्छ त्यहाँ बस्ने हो। त तपाईँको आफ्नो मात्र चोइस हुँदैन कि सबैको हुँदैन? सबैको हुँदैन, उनीहरूको रुल्स हुन्छ। कस्तो रुल्स हुन्छ? त्यही खाता अनुसार रुल्स हुन्छ। ओके, सबैलाई त्यस्तै रुल्स छ? जस्तो कि मानव कुनै योगी छ, साधना गरेर भक्ति भजन गरेर यो पृथ्वीबाट गछ हैन, चाहे गुरुको साथमा, चाहे भगवानको ध्यान गर्नुभयो, प्रार्थना गर्नुभयो, जीवनभरि साधना गर्नुभयो हैन, नाम जप गर्नुभयो हैन, उहाँहरूसँग कस्तो व्यवहार गरिन्छ र उहाँहरूको चोइस हुन्छ कि हुँदैन? हेर्न मिल्छ तपाईँलाई? हेर्न त मिल्दैन, तर सुख हुन्छ। राम्रो गऱ्यो भने सुख हुन्छ। उहाँहरूको केही चोइस पनि हुन्छ आफ्नो? हुँदैन। ओके, त्यहाँबाट जे भन्छ त्यही फलो गर्नुपर्छ। ओके, कहीँ न कहीँ जुन मुक्त भएर गछ, जुन धेरै धर्म गरेर गछ, तिनीहरूको आफ्नो चोइस हुन सक्छ। मेबी त्यो आफूलाई थाहा छैन, किनभने त्यो अवस्थामा पुगेको छैन, देखिरहेको छैन त्यो। ओके, भेरी नाइस। ल, तपाईँ कतिको खुसी हुनुहुन्छ त्यहाँ? आफूलाई कस्तो फिल गर्नुहुन्छ त्यहाँ? मलाई त अब गर्व पाइहाल्छु, जन्म भइहाल्छ भने खुसी लाग्यो। हजुर, भेरी नाइस। धेरै वेट गर्नु परेन भनेर खुसी लाग्यो। लगभग कति वेटिङ पछि तपाईँले फेरि गर्भ पाउनुभयो फाइनली? हेर्नुहोस् त, 15 दिन जस्तो होला। 15 दिन जस्तो होला अनि गर्भ पाइसक्नुभयो। भेरी नाइस। ल, अहिले तपाईँ त्यही धर्मपुरीमा हुनुहुन्छ, अहिले तपाईँ हायर कन्सियसनेसमा हुनुहुन्छ हैन? अहिले तपाईँ जे कुराको पनि जवाब एन्सर पाउन सक्नुहुन्छ सजिलै। अब तपाईँ आफ्नो हस्बेन्डको जीवनमा भएको एउटा समस्यालाई हेर्न सक्नुहुन्छ। उहाँले त्यो जीवनमा पनि भाइहरूको भनौँ न केही कारणले उहाँले आफ्नो सम्पत्ति, आफ्नो बस्ने ठाउँ, आफ्नो घर पनि पाउनु भएन, र यो जीवनमा पनि भाइले दिनु भएन। ठिक छ, यसको कारण के रहेछ? सेम प्याटर्न भइरहेछ दुईटा लाइफमा। यसको खास कारण के हो? त्यो कारणमा पुग्ने प्रयास गर्नुहोस् त, तपाईँ मजाले पुग्नुहुन्छ। एलाउ योर कन्सियसनेस। 3, 2, 1 एन्ड गो। लोभी भएर भाइहरू लोभी छन् धेरै, बुद्धि नभएर। भाइहरू लोभी छ, लोभी भएर यस्तो भएको छ। उहाँको आफ्नो कुनै कर्म छैन? हस्बेन्डको आफ्नो केही कर्म छ, पछिल्लो कुनै जन्मको, त्यो कारणले पाउनु भएन? भाइहरूको पहिला खाएको थियो, यो जीवनमा
चुक्ता गर्नुपर्ने त्यस्तो केही थिएन? छैन, सोझो मात्रै हो। ज्ञानी आत्मा। ज्ञानी आत्मा, सोझो आत्मा हुनुहुन्छ, हजुर। सरल आत्मा हुनुहुन्छ। उहाँले भाइहरूको खाएको छैन, छैन, खाएको छैन। खाए पनि छोडिदिनु भएको छ। उहाँकै खाएको छ सबैले। त्यही त, हस्बेन्डको खाए पनि हस्बेन्डले छोडिदिनु भएको छ। हजुर, उहाँ चाहिँ भन्न सक्नुहुन्न, लड्न सक्नुहुन्न। त्यस्तो उहाँलाई चित्त बुझ्दैन, त्यो कुरामा लड्नु झगड्नु चित्त बुझ्दैन। ओके। तर उहाँलाई दुःख हुन्न, त्यही माया पाएन भन्ने मात्रै छ। माया पाएन भने मात्र खाना लाउनु त दुःख छैन, छोराले माया गर्छ। ओके, प्रत्येक जीवनमा माया र राम्रो जीवन, राम्रो परिवार त पाइ नै राखेको छ नि त। अरू भाइहरूले नदिए पनि उसको उहाँको जीवनमा त केही बिग्रिएको छैन, बरु राम्रो नै भएको छ नि त। राम्रो हुन्छ। यो जीवनमा पनि अझै अगाडि हेर्नुहोस् त, अहिलेको तपाईँको आफ्नो यही जीवनको पनि फ्युचर हेर्न सक्नुहुन्छ तपाईँ। अब अहिलेको वर्तमान जीवनमा 5 वर्ष पछि गएर हेर्नुहोस् त कस्तो जीवन भइरहेछ तपाईँको, के छ तपाईँको लाइफमा। 1 2 3 एन्ड छोरा त अब बाहिरै छ। ओके। एकदम मिहिनेती छ। भेरी नाइस। माया पनि गर्छ। ओके। तपाईँसँग कस्तो सम्बन्ध छ आमा र छोराको? उसलाई रुन मन छ। छोरालाई रुन मन छ आमासँग? किन? उसको दिदी छैन नि त, एक्लै भए। ओके। दिदी नभएर एक्लै भएर त्यो फिल भइरहेछ। ओके। टाढा छ, फोनमा रुन सकेको छैन, भेटेर रुन मन छ उसलाई। ओके। छोरा बाहिर विदेशमै बसिरहेछ, तपाईँ नेपालमा? ओके। अनि तपाईँको बुढो? सँगै छौँ। तपाईँ हस्बेन्ड वाइफ सँगै हुनुहुन्छ? ओके। त्यस्तो देखिराख्नु भएको छ। हाम्रै चिन्ता गर्छ दिनरात छोराले। ओके। छोराको बिहे भएको छ कि छैन? छैन। ओके। बिहे भएको छैन, राम्रै पढिरहेछ। पढेर म बाबा मम्मीलाई धेरै सुख दिन्छु मनमा त्यस्तो लिइरहेछ। एकदमै हाम्रै लागि मात्रै चिन्ता गरिरहेछ। ओके। उसको सपना अमेरिका थियो, अमेरिकैमा अब राम्रो गरोस् भन्ने तपाईँको ब्लेसिङ छ छोरालाई। हजुर। भेरी नाइस, भेरी नाइस। सम्झाउनुहोस् त छोरालाई के भन्न चाहनुहुन्छ, कसरी ब्लेसिङ गर्नुहुन्छ गरिदिनुहोस् त। तिम्रो सबै सपना पुरा गर बेटा, हामी खुसी छौँ। हाम्रो लागि चिन्ता नगर। छिटै तिम्रो राम्रो भयो भने हामी आइहाल्छौँ, भेट्छौँ। भेरी नाइस। यस, भेरी नाइस। अझै 5 वर्ष पछि गएर हेर्नुहोस् त, छोराको बिहे भइसक्यो, छोराछोरी भइसक्यो, त्यो अवस्थामा गएर हेर्नुहोस् त केही वर्षपछि कस्तो चलिरहेछ लाइफ, के भइरहेछ। मुभ फरवर्ड। 1 2 3 एन्ड गो। छोराले लभ म्यारेज गर्यो। ओके। हजुर। कस्तोसँग गर्यो, उतैको मान्छेसँग कि यस्ता नेपालमा? होइन, उसको थियो बच्चैदेखि गर्लफ्रेन्ड थियो। ओके, उहीसँग बिहे भयो? हजुर। ओके ओके, भेरी नाइस। त्यही उसको गर्लफ्रेन्डसँग नै बिहे भयो? हजुर। ओके। छोराछोरी भयो, अगाडि गएर हेर्नुहोस् त। मुभ फरवर्ड। 1 2 3 एन्ड गो। छैन, उनीहरू अझै धेरै धन कमाउने, पहिला राम्ररी सेटल हुने, पैसा कमाउने, अनि त्यसपछि मात्रै बच्चा बच्ची कन्सेप्ट गर्ने भनेको छ। ओके। अनि बिहेपछि कस्तो सम्बन्ध छ तपाईँको छोरा र आमा, यो तपाईँको छोरा र बुवाको? राम्रो छ सम्बन्ध। राम्रो छ सम्बन्ध। हजुर, सानो सानो कुरामा पनि सोध्छ बाबुले। सोध्नुहुन्छ। भेरी नाइस। ल, अलि अझै पछि गएर हेर्नुहोस् त। मुभ फरवर्ड। 1 2 3 एन्ड गो। सन्तान जन्मेको छ, नातिनी नै जन्मेको छ। तर अब हामीलाई चाहिँ हाम्रै छोरी आओस् भन्ने त छ, के हो थाहा छैन। हामी बाबा मम्मी नै गएको छौँ। जानुभएको छ? हजुर। कहाँ जानुभएको छ? छोरा बुहारी भएकै ठाउँमा। कहाँ जानुभएको छ? युएसए जानुभएको छ? हजुर। ओके। जब बच्चा जन्म्यो, नातिनी जन्म्यो, तब जानुभयो बुढाबुढी? हामी उतै गएको छौँ। भेरी नाइस, भेरी नाइस। जाँदा कस्तो फिल भयो त्यहाँ? एकदमै पोजिटिभ खुसी। पोजिटिभ खुसी।
हराएको कुरा भेटाए जस्तो हराएको कुरा भेटाए जस्तो भयो। अब जुन नातिनी जन्मियो नि त होइन त्यसको आँखामा हेर्नुहोस् त, आफ्नो काखमा लिनुहोस् त, माया गर्नुहोस् त्यसलाई, कस्तो फिल भइरहेछ? छोरी नै हो जस्तो लागिरहेछ। तपाईँलाई एक्ज्याक्टली थाहा हुन्छ। हेर्नुहोस् त, वास्तवमा तपाईँकै छोरी हो। जुन छोरी बित्यो नि तपाईँको त्यही छोरी हो। नातिनी भएर आछ हो, त्यही छोरी हो। कन्फर्म? अब कतिको खुसी लागिरहेछ? धेरै खुसी। अब मैले सबै कुरा पाएँ। छोरीलाई गुमाउनु भयो छोरीको रूपमा, तर त्यही छोरीलाई फेरि नातिनीको रूपमा पाउनु भयो। किनभने तपाईँको इच्छा पनि त्यही थियो र छोराको इच्छा पनि त्यही थियो कि दिदी मेरै घरमा आओस्। एकदम अन्त्य बाबुले गर्छ। मतलब कहीँ न कहीँ अधुरो इच्छा पुरा हुँदो रहेछ यो संसारमा। हजुर, तपाईँको इच्छा पनि पुरा भयो, छोराको इच्छा पनि पुरा भयो, छोरीको इच्छा पनि पुरा भयो। कतिको खुसी हुनुहुन्छ? धेरै खुसी छु। अब सबै कुरा पाएँ, सबै पाउनु भयो। थ्याङ्क गड। गुमाउनु केही रहेछ यो संसारमा? छैन। आज गुमाउनु भोलि पाउनु रहेछ नि त। हजुर, वेट गर्न गाह्रो। धैर्यता राख्नुपर्छ। हजुर, धैर्यता सबभन्दा ठुलो कुरा रहेछ नि त। हजुर, त्यो लेसन लिनुभयो? हजुर, ठुलो लेसन भयो नि त तपाईँको लागि। एकदम धैर्यता सबभन्दा ठुलो लेसन हो। केही कुरा गुमाएकै भरमा हामीले दुःखी हुनु हुँदैन, रुनु हुँदैन। त्यो गुमेको कुरा चाहिँ फेरि फर्केर पनि आउँछ। आयो बिहान आयो। तपाईँ आफ्नो भित्र चेतनासम्म यो कुरा फैलिन दिनुहोस् त, भनिदिनुहोस् त कि म अब साँच्चीकै खुसी छु र सन्तुष्ट छु। एकदमै खुसी छु, सन्तुष्ट छु। मैले सबै थोक पाएँ। अब मेरो केही पनि नगुमोस्, यस्तै खुसी रहिरहोस्। अब धन्यवाद दिनु पर्यो नि त। एन्जल सर, मेरो बुवा, माइतीको बुवाले लगेर जानुभयो त्यहाँसम्म। आफूलाई धन्यवाद दिनुहोस्, भगवान्लाई धन्यवाद दिनुहोस् त, यो सारा सृष्टिलाई, युनिभर्सलाई धन्यवाद दिनुहोस् त। कति सानो सानो कुराको ख्याल राख्नुहुन्छ नि त हाम्रो उहाँले। हजुर, महात्मालाई धेरै धेरै धन्यवाद। मेरो धैर्यताले, परमपिता परमात्माको आशीर्वादले आज मैले गुमाएको पनि केही पनि छैन, सबै कुरा पाएको छु। यो सृष्टि आदि अनादि सम्पूर्णमा हार्दिक नमन गर्छु। मलाई सधैँ यस्तै खुसी मिलिराखोस्, म पनि अरूलाई सधैँ खुसी दिन सक्छु। पहिला जे पाउनु भएको छ त्यसको लागि म खुसी छु, धन्यवाद भित्रैबाट दिइहाल्नुहोस्। हजुर, मैले सबै कुरा पाएँ, त्यसको लागि परमात्मालाई धेरै धेरै धन्यवाद। ल, अझै केही हेर्न चाहनुहुन्छ? अझै केही मनमा केही प्रश्न छ? प्रश्न अब मेरो माइतीको दिदी बहिनीहरूसँग कस्तो छ सम्बन्ध हेर्न मन थियो। जरुरी छ कि त्यो एउटा मान्छे कुरा मात्र हो? किन जरुरी छ त्यतिखेर? सबैको फाइल किन खोल्नु पर्यो? उनीहरूको नि कोही छैन, अब मम्मी बुवा बितिसक्नु भयो। तर सबैको आफ्नो यात्रा छ। हजुर, चित्त बुझाउनु, सबैको फाइल नखोलौँ, बोझ हुन्छ। बोझ हुन्छ, आफैमा बोझ हुन्छ है। हजुर, यत्रो खुल्यो, अब यत्रो यो प्रकृतिले देख्ने हामीलाई एउटा अवसर दिनुभयो, त्यसको लागि धन्यवाद दिन्छौँ। सबैको फाइल नखोलौँ, यतिमै चित्त बुझाउँ र धन्यवादको साथ आजको सेसनलाई हामी यहीँ अब समाप्त गर्नेछौँ। ओके। अब पुरै समरीलाई हेर्दाखेरि, आजको सेसनलाई हेर्दाखेरि कस्तो फिल भइरहेछ? सबभन्दा ठुलो कुरा चाहिँ धैर्यता रहेछ। सबभन्दा ठुलो लेसन यही भयो कि धैर्यता राख्नुपर्छ, प्रतीक्षा गर्नुपर्छ। समस्या जतिसुकै भए पनि त्यो एक न एक दिन जाने रहेछ। ओके? हजुर, दुःखमा आत्तिनु हुँदैन। ओके? हजुर। ल,
यो ब्युटिफुल लेसनको साथ अब हामी सेसनलाई समाप्त गरौँ। हुन्छ। भेरी नाइस। अब केही बेर म तपाईँलाई यतिकै मात्र आफूसँग छोडिदिन्छु। केही बेरमा यो कुराहरू एकदमै भित्र गहिरो अन्तर्मनमा पुग्दै जानेछ। जुन लेसन लिनुभयो र जुन अनुभव गर्नुभयो र जुन कुरा सिक्नुभयो त्यो जीवनभरिलाई रहन्छ। जीवनभरिलाई तपाईँ यो कुराहरूलाई अझै ब्युटिफुल तरिकाले उपयोग गर्नुहुन्छ र आउने जीवनलाई अझै बेटर ढङ्गले बाँच्नुहुन्छ।